नमस्ते एभ्रिवान, म चाहिँ रवि रक्का। आज चाहिँ के गर्न जाँदैछु भन्दा मनबिनाको धनठुलो भन्ने मुभी चाहिँ हाम्रो अशोक दर्जीको अनि बाल कलाकार दुईजनाको जस मुभी आएको रहेछ। मैले चाहिँ थाहा पनि थिएन। अहिले चाहिँ हलमा पनि चलिरहेछ अहिले होइन। जस टिकटकमा रिल्सहरूले पनि थाहा पाइरहेको छु क्या मैले चाहिँ अब होइन, त्यस्तै बिजी भएको कारणले। अनि म चाहिँ टिजर भन्दा पनि ट्रेलर आएको रहेछ, यसको त टिजर नै रहेन रहेछ। अनि यसको चाहिँ रियाक्सन गर्न जाँदैछु होइन। के कस्तो हुन्छ यसो हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, माया नि गरिदिनु होला, माया देखाइदिनु होला है। आजभोलि ठिक छ, तै पनि एकदम खतरा। सब्सक्राइब नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला, घन्टी पनि दबाइदिनु होला है त। ल अब चाहिँ रियाक्सन गर्न जाँदैछु है। ल मनबिना कि धनठुलो कि धनबिनाको मनको हाम्रो रियाक्सन 3, 2, 1 गो। गीतको त सारा संसार फ्यान छ नि। थ्याङ्क यू बाले। हामीले पनिसमेन्ट पाउने त चान्सै छैन। स्टार हो स्टार। स्टारको भ्यालु कस्तो हुन्छ थाहा छ? ओइ इगरीको घटना सुनाइदिएन यिनीहरूलाई। ओ दर्जी, कसलाई त्यसका तैले? दाइ अगाडि अशोक थप्नु न। अशोक दर्जी हो मेरो नाम, सबैलाई थाहा छ। अनि केटाहरू अशोक दर्जी हो नि गुरुबा। हामी दाजुभाइको सबै कुरा मिल्छ। आफूलाई मन पर्ने खसी होस्टेलमा सधैँ खसी। तर यो स्कुलभित्र तिमीहरू स्टार होइन, मात्र स्टुडेन्ट हो। घन्टी बज्यो त? यता घन्टी बजेर भएन, यताको घन्टी बज्नु पर्यो। पैसा छ तसँग? हाकिम बनाउने सपना छ। अनि देख्छु कसले माग्छ दहेज। म चाहिँ जान्न है, हजुरआमा र हजुरबाबाले छाडेर। आफ्नै मिसलाई बल्ले हान्ने। पढ्नु सड्नु छैन। अब यिनीहरूलाई सेलिब्रिटीबाट स्टुडेन्ट कसरी बनाउने त्यो तपाईँको जिम्मा। जे गर्नुपर्छ गर्नुहोस्। पढाइले मानिसलाई जीवनमा सफलता र आत्मविश्वास दिन्छ। तिमीहरूको प्रतिभा झन् सिँगार। हामी साँच्चै नराम्रो हो त यार। कस्तो राम्रो छ नि हाम्रो ठाउँ। तिमी जन्मेको ठाउँ राम्रो हुँदैन त? त्यो त हो। आखिर धनी ठुलो रहेछ होइन त? कसलाई पुग्छ आफ्नो छोरा छोरीले त छोडेर गइरहेछ, म त छोराको पनि छोरी त चिरबस जागिसक्यो। यो धनले क्रिस्टियन पसकेको कुरा मेरो छोरीले थाहा नपाओस्। ल अशोक मान्छेले भन्न त भनेका थिए 3 महिनापछि तिमीलाई छाड्छ भनेर, तर भगवानले साथ छाड्लान् जबसम्म तिमी आफ्नो खुट्टामा उभिने छैनौ। जसले जे भनन्, मेरो भान्सामा खाउन् कि नखाउन्, मैले तिम्रो साथ छाड्ने छैन। तिम्रो स्टार मात्रै होइन, सुपर स्टार हो। फाइनली गाइस, यो चाहिँ के कस्तो छ भन्दाखेरि चाहिँ अब एकदम दामी, एकदम अब जो सब स्टुडेन्ट जस्तै स्टार भइसकेपछि चाहिँ कसरी कलेजमा भनौँ स्कुलमा बोर्डिङ स्कुलमा कसरी बच्चाहरूले व्यवहार गर्छ र ऊ गर्छ भनेर त्यस्तै उतारेको रहेछ होइन। अनि जस टिचरले कसरी सुधार्ने, टिचरको लभ स्टोरी देखाएको छ फेरि। अनि अशोक दर्जीको होइन, अशोक दर्जीहरू कसरी बिग्रेर कसरी फेरि सब्रे कसरी ऊ भयो भन्नेमा चाहिँ हरेक चिजहरू चाहिँ देखाएको छ। अनि यो चाहिँ कसरी थाहा पायो भन्दा चाहिँ मलाई थाहा नै थिएन यो मुभी आएको के हो भनेर होइन। खासमा चाहिँ अब अशोक दर्जीलाई नि के टङ्का बुढा थियो कि
हो टङ्काबाट देखेको इन्टरभ्यू देखेको क्या पुरै रिसाएर हामीलाई हल नदिने यताउति सो खोइ के भन्ने त्यस्तै पनि परे रहेछ टिकटकमा देखेको टक्कै थाहा पाइहाली टिकटकमा नि धेरै प्लस पोइन्ट छ है आजभोलि बिजी भएको कारणले त्यही भएर थाहै छैन कि अझ कति मुभी चलिरहेको त्यस्तै भइरहेको छ गाइज अब चाहिँ चिन्ता नमान्नु अब चाहिँ म चाँडै लिएर आउने मेरो प्रयास जारी छ अब सकिरहेको छैन क्या बाध्यता परिस्थिति त्यस्तै भनौँ न अब है अब लगातारै भिडियोहरू चाहिँ आइगर्छ चिन्ता नगर्नु अब रियाक्सनहरू एकदम बनिरहेको छ बन्छ अब बनिरहेको छ भने बन्छ नै अब चाहिँ बाई बाई एभ्रीवन टेक केयर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर अघि बढ्नु होला थ्याङ्क यू फर वाचिङ माई भिडियो